सो हेलो गाइज, आज चाहिँ म सिन्धुली जिल्लाको भिमान भन्ने ठाउँबाट आइसकेर यता भिडियो सुरु गरेँ मैले। काउछे बिच रानीवास, यो माथिल्लो रानीवास यो चाहिँ है स्कुल पढ्ने विद्यार्थीहरू यहाँ इक्जाम दिन गइरहेको छ। सो यो चाहिँ माथिल्लो रानीवास हो। आफ्टर म अब दुधोली नगरपालिकाको आफ्नो गाउँ गागन भन्ने ठाउँमा आइरहेको छु जो। सो यो चाहिँ माथिल्लो रानीवास है। अहिलेसम्म भिडियो स्किप गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छैन भिडियो सब्सक्राइब गरिदिनु ल। यो चाहिँ माथिल्लो रानीवासको हो गाइज। सो गाइज यो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, अन्तिमसम्म। सो कहाँसम्म पुग्दो रहेछ हेर्नु होला गाइज। सो यो सो गाइज यो चाहिँ तल्लो रानीवास पुगिसक्यो अहिले। तल्लो रानीवास पुगिसक्यो गाइज, यो चनपुर पुगिसक्यो चाहिँ गाइज। चनपुर भन्ने क्रस अब सो यो चनपुर कर्दै हो अहिले चाहिँ गाइज। चनपुर हुँदै गाइज अब सो आउँदै ल चनपुर उता यो चाहिँ ब्याङ्गी टोल भन्छ हामीले, त्यो कुन टोल भन्छ टोल। यो चाहिँ झुङ्गा आइसक्यो गाइज, झुङ्गा चौक भन्ने ठाउँ हो चाहिँ। सो गाइज भिडियो स्किप नगरी लास्टसम्म हेरिदिनु होला सबैले। गाइज रहेको छ यो पुल चाहिँ झुङ्गा अनि गागन बिचको पुल गाइज। यो छुने गाइज चाहिँ दुई पुल हो। सो यता गागन आइसक्यो, आफ्नो ठाउँ दुधोली नगरपालिका छिरिसक्यो भन्नु। सो गाइज भिडियो लास्टसम्म हेरिदिनु होला, धेरै तक हेरिदिनु होला। त्यही के गाइज हेर्न सक्नुहुन्छ भन्दा प्यारो लाग्छ। अहिलेसम्म च्यानल सब्सक्राइब गरिदिनु भएको छैन, च्यानल सब्सक्राइब गरिदिनु होला गाइज। सो गाइज यो पुल पनि धेरै लामो रहेको छ कि। सो गाइज गागन पुल। सो गाइज यो पुल बल्ल सक्यो है त। सो अब यहाँ गागन खोला पुल, गागन खोला पुल हो यो चाहिँ। गागन खोला पुलसँगै पुगिसक्यो हाम्रो ठोक। हाम्रो घर चाहिँ ठ्याक्क गागन चोकमै छ होटल। सो त्यहीँ हो पुग्ने